एक महिना हुन भने जस्तो सुन्छ। एक नाङ्लो कपडा लगाइसक्यो अनि कपडामा चाहिँ स्टिकर पनि टाँसिसकेँ। फाइनल डेकोरेसन चाहिँ अनि यहाँ छ। हेलो गाइस, हामी चाहिँ रेडी भइसक्यौँ। गाइस यो चाहिँ सलिडको लागि यो चाहिँ मोमोको रोटीमा बनाउने हो। सेपले आलुको त्यही काटिसकेँ। अब चाहिँ डेकोरेसन गर्नेछु जेन्डर रिभिलको लागि। हेर्दै गर्ने होला। यहाँ चाहिँ अचारको लागि टमाटर पाक्दैछ। त्यही हो गाइस। हेलो गाइस, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि अहिले चाहिँ म के गर्दैछु भनेर हजुरहरूलाई देखाउनेछु। अनि आज चाहिँ मेरो के भन्छ जेन्डर रिभिल हो। हजुरहरूलाई मैले यो न्युज भनेको थिइनँ। अनि आज चाहिँ मेरो फाइनल जेन्डर रिभिल गर्नु आँटेको, त्यही भएर त्यसको लागि यहाँनिर मैले चाहिँ गेस्टको लागि चाहिँ मैले बोलाएको। पाहुनाहरूको लागि चाहिँ यो पकाउँदैछु, हेर्नु होला। अनि हजुरहरूलाई अरू भिडियो पनि देखाउनेछु। यो चाहिँ मोमोको रोटीभित्र आलुको किमा बनाएर हालेको। त्यसरी खानुपर्छ, अचार पनि मिठो हुन्छ। त्यही हो गाइस, हेर्दै गर्नु होला। अनि अझै अब बनाएर फ्राई गर्नु छ। यो सबै बनाइसकेर नै हजुरहरूलाई देखाउनेछु, हेर्नु होला। See you। हामीले बनाएको एक नाङ्लो आँटिसक्यो गाइस। एक महिना एक नाङ्लो एक महिना हुन भने जस्तो सुन्छ। एक नाङ्लो अझै यति छ। अनि 3टा रोटी छ। के भन्न चाहनुहुन्छ? यो भिडियो चाहिँ सबैजनाले सम्पूर्णले हेरिदिनु होला। अनि यो हामीले बनाएको खाएको सबै हेरेर तपाईँहरूले पनि इन्जोय गर्नु होला। धन्यवाद होइन। अनि सब्सक्राइब पनि गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। त्यही हो युट्युब च्यानलको नाम। एकअर्कामा इच अदर सपोर्टिङ हुनु, के अरे उयो बढाउनुको लागि, सब्सक्राइब बढाउनुको लागि। गाइस यति एक ट्रे हुनु लागेछ। यहाँ पाक्दैछ, भित्र अझै बनाउनु पर्ने छ। हेर्दै गर्नु होला। यता गरेसम्म पकाएको नि त। अब यो पकाइसकेर चाहिँ डेकोरेसन गर्नुपर्ने छ। डेकोरेसन गरेर पनि देखाउनेछु हजुरहरूलाई। यसरी बनाएर चाहिँ फ्राई गर्नुपर्छ तेलमा। यो चाहिँ लाइक सिङ्गडा जस्तै हुन्छ, आलु हालेको मोमोको रोटीमा। त्यही हो, हेर्दै गर्नु होला। म चाहिँ अहिले फ्राई भइसकेर पनि देखाउँछु ल। हाल्दैछ नमी चस्मा लाएर बिसारी अरे यस्तो तातो। लु खुवाए बहिनीले हान्छ बरु। यस्तो मजाको वेदर भएछ। छिटो ऊ बहिनी रिसाइसक्यो। नानी कोपालाई आमा एकछिन चाहिँ पालो पिलो लड्छ। लु कोपा लगाइदिनु। कोपा दुईजना ट्विन्सहरू भित्र नलानु, यहीँ खेल्ने। लु क्याच गर्नु छिटो। रेडी नामी छिटो। दादाले हान्नु त। You want pizza? भाग्यो नामी बोलेर लड्छ।
सेयर गर्नु सेयर आएन आहान कोही खेलेको त्यहाँदेखि बहिनीलाई नि दिनु न हाई गाइस अहिले चाहिँ म अब सिधै राम्रो बनाउनु लागि भित्र किमा चाहिँ यस्तो हुन्छ किमा चाहिँ यस्तो हुन्छ गाइस अनि रोटी अनि चाहिन्छ पानी अब चाहिँ म बनाउनु लागेको हाई गाइस अहिले चाहिँ हामीले फाइनली त्यो पकाउने कुरा नि पकाइसकेर चाहिँ अहिले चाहिँ यो ब्यालुनहरू सबै फुलाएको नानीहरूले छरेर छरपस्टै खेलेर यस्तो पारेछ त्यही हो अनि अहिले चाहिँ यो पनि जोडिसक्नु भएको हुन्छले यसमा चाहिँ अब डेकोरेसन गर्नु लागेको हेर्दै गर्नु होला गाइस अहिले चाहिँ राति भइसक्यो नि त त्यही हो यस्तो गलिरहेछ अब यो डेकोरेसन गरेर मात्रै सुत्नुपर्ने हुन्छ अनि नाउमी चाहिँ अघि सुतिसके ऊ चाहिँ आज दिउँसो सुतेन नि त अनि पुरा गलेछ दादाहरूसँग खेलेर अनि ऊ चाहिँ सुत्यो मैले सुताएर आएँ अनि मेरो काम भनेको डेकोरेसन यो डेकोरेसन गरिसकेर देखाउनेछु हजुरहरूलाई यो चाहिँ यस्तो खालको हो राउन्डबाट तीनटा ठुलो ठुलो साइजमा छ स्मलै कत्रो साइज छ मिडियम लार्ज त्यही हो गाइस अब यो ब्यालुनहरू म डेकोरेसन गर्छु अनि हजुरहरू देखाउने चाहिँ एकैचोटि हाई गाइस मैले चाहिँ यो कपडा पनि लगाइसकेँ अनि कपडामा चाहिँ स्टिकर पनि टाँसिसकेँ ही आर सी वाट विल बेबी बी भन्ने यस्तो भएछ यो चाहिँ सबसे लार्ज फ्रेम हो अनि त्यसमा गर्नु लागेको अब यहाँ चाहिँ ब्यालुनहरू लाउनु पर्ने छ गाइस हेर्दै गर्नु होला यति भएको छ डेकोरेसन अब अझै यसलाई डेकोरेसन गर्नु पर्ने हुन्छ गाइस हाई गाइस डेकोरेसन चाहिँ यतिको भयो फाइनली अब त्यहाँ चाहिँ बिबिचमा त्यो यस ब्यालुनको बिबिचमा चाहिँ फुल हाल्नुपर्ने हुन्छ अनि यता यस्तो छ यता सिम्पल यतिको भएको छ हेर्नु होला अनि यहाँ चाहिँ केक र कप केक हुन्छ अनि पछाडि चाहिँ हामी हुन्छौँ गाइस यस्तै भएछ जेन्डर रिभिलको डेकोरेसन बाई मी वाइटमा त्यही हो गाइस हेर्दै गर्नु होला अब यो चाहिँ बेलुका गरेको नि त भोलि चाहिँ आइतबारको दिन चाहिँ मेरो यो जेन्डर रिभिल गर्नु आँटेको अनि आज डेकोरेसनहरू गरेको सिम्पलबाट त्यही हो अनि यो फुल छ यो फुल चाहिँ भोलि यस्तो बिबिचमा हाल्नुपर्ने हुन्छ त्यही हो हेर्दै गर्नु होला अनि अब चाहिँ म हजुरहरूलाई एकैचोटि भोलिको भिडियो देखाउने छु सी यू गाइस हाई गाइस गुड मर्निङ अहिले चाहिँ म उठिसकेँ अनि उठेर चाहिँ अब नुहाउनु लागेको नि त अनि नुहाइसकेर चाहिँ खानाहरू खाएर रेडी हुनुपर्ने हुन्छ हजुरहरूलाई म एकैछिनमा रेडी भएर नि देखाउने छु अब चाहिँ म नुहाउनु लागेको गाइस हेलो गाइस यो हो हाम्रो फाइनल डेकोरेसन मैले चाहिँ बिचमा यहाँ फ्लावर पनि हालेछु
त्यही हो, यति नै हो फाइनल डेकोरेसन चाहिँ। अनि यहाँ छ केक, कमिङ जुलाई 2025। केक चाहिँ मेरो नन्दा रेनुले ल्याउनु भएको। यो नि कप केक पनि उसले अघि भर्खर ल्याइदिएको। बोय अर गर्ल भएको छ नि। त्यही हो गाइस, यो फाइनल डेकोरेसन। अनि अब चाहिँ म खानाहरू खाएर रेडी हुनुपर्ने हुन्छ। हेर्दै गर्नु होला। अहिले चाहिँ मलाई थाहा छैन नि त बोय हो कि गर्ल भनेर, तर मैले चाहिँ बोयको पनि गर्लको पनि बोयको नि फोटोसुट गरेको भन्नाले पिक्चर खिचेको। अब जुन हुन्छ त्यो चाहिँ पोस्ट गर्नु पर्यो भनेर नि, अनि मैले खिचेँ पनि। अब यिनीहरू चाहिँ तल डेकोरेसन गर्नेमा लान्छु। केक चाहिँ दामी छ, मलाई यही मन परेको। ओके गाइस, हेर्दै गर्नु होला। बाहिर चाहिँ उज्यालो भएको छ भन्नाले राम्रै छ वेदर, धुम्म भए तापनि तातो छ। त्यही हो गाइस, अब चाहिँ म यिनीहरू झुन्डाउँछु तल। हेलो गाइस, हामी चाहिँ रेडी भइसक्यौँ हाम्रो स्पेसियल टेकमा। वाइट हेलो गाइस, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि अहिले चाहिँ म रेडी भइसकेर चाहिँ हजुरको सामु आएको छ। उहाँ हुनुहुन्छ मेरो श्रीमानज्यू, मेरो हुनेवाला बेबीको ड्याडी। अनि त्यही हो, तपाईँलाई के छ जस्तो लाग्छ भनिदिनु पर्यो नानी। मलाई चाहिँ छोरा छ जस्तो लाग्छ, कञ्चनलाई चाहिँ छोरी अरे। अब लेट्स सी को विन हुन्छ त्यो पनि हजुरहरूलाई देखाउँछु। हामी चाहिँ अब रेडी भइसकेको नि त, यस्तो गर्नुपर्छ। त्यहाँदेखि चाहिँ हामी तल सेलिब्रेट गर्नेछौँ, त्यो पनि देखाउनेछु। ओके गाइस, बाई। उल्टो जन्म्यो होइन। Let's
It's a boy. उसलाई छोरा जस्तो त लागेको थियो तर ढड्डी पारेर थ्याङ्क यू एभ्रिवान छोरी भन्दै खानु छोडिदिनु भने रे अब छोरा छोड्नै भएन मैले भनेको थिएँ छोडिदिनु भनेको त यति मात्रै हाल्दैछ ब्लू हामी त जमले पो भनिरहेको थियौँ अनि पहिले सबैलाई कन्फ्युजन ब्लू टिम विनर नमीको भाइ आउँदैछ काका भाइ हो ग्याङ बोल्नु डन भएर सँगसँगै खाँदै गएर गच्छनीहरूलाई अब त सक्ने ल हाम्रो यहाँ सफा गर्ने कार्यक्रम हुँदैछ नानी पनि क्लिक गर्नु राम्रले देखाउँदैछ सबै सफा गरिरहेको नानी के भयो पापा छोरी आम्मा मामा खाएर बस नमी कसको ह्याप्पी बर्थडे नमीलाई चाहिँ त्यत्तिकै ह्याप्पी बर्थडे भन्दै बोलाउँदैछ अनि आइया हुन्छ त्यो काट्नुले इट्स अ बाई जेन्डर रिभ्यू म चाहिँ अहिले खानु आँटेको सबैले खाइसक्यो नानी अलि लिटर बिटै अनि अरू राख्नुपर्छ ल छिटो ल नाना धन्यवाद हेलो गाइस अहिले चाहिँ म तलदेखि सबै धन्दाहरू सानाकसिनिक पारेर अनि बढालेर सफा गरिसकेर चाहिँ म माथि आएको छु अनि त्यही हो अहिले चाहिँ रात परिसक्यो 12 बजिसक्यो नि त अनि नानी पनि सुत्यो अब चाहिँ म पनि मुखहरू धोएर सुत्नेछु अनि हजुरहरूले हेरिहाल्नुभयो होला मेरो जेन्डर रिभिल हजुरहरूको सामु राखेको छु प्लिज मन पराइदिनु होला अनि गेस गर्नु होला इट्स अ बोय अर गर्ल तर तपाईँले थाहा पाइसक्नुभयो होला थ्याङ्क यू सो मच एभ्रिवान अनि त्यही हो आजको भिडियो यति नै हो and thank you for watching my video and please don't forget to like, share, comment and subscribe. Bye bye, see you next time.